हेलो गाइज नमस्ते। हामी चाहिँ होलीको दिन चाहिँ बिहान हामी होली खेल्दै खेल्दै धोबीघाटबाट हाम्रो होली खेल्ने प्रोग्राम चाहिँ सुरु भयो। अनि होली खेल्दा खेल्दै हामी चाहिँ त्यहाँबाट ठ्याक्कै हुँदै धोबीघाटबाट जाँदा जाँदा होली खेल्दा खेल्दा लास्टै कलरहरू लगाएर केटाहरूले हामी बसन्तपुरमा पुज्यौँ। बसन्तपुरमा पुजेर अलि रमाइलो गर्दै थियौँ त्यस्तै भिडसँगै अगाडि गयौँ जाँदा जाँदा बसन्तपुर पुग्नै आँट्यो। सबै रमाइरहेको थिए, हामी पनि त्यही भिडमा रमाइरहेको थियौँ। त्यसपछि हामी बसन्तपुर पुज्यौँ। बसन्तपुर पुज्ने बित्तिकै ठ्याक्कै चोकमा एउटा अनौठो मान्छे देखेँ। एउटा बाँसको खम्बामा मोबाइल बाँधेर कस्तो कस्तो भिडियो बनाइरहेको थियो। भिडियो बनाउँदा बनाउँदा हेर्दा अचम्म लाग्यो। अजीब मान्छे देखेँ। त्यो मान्छे देखेर कति हाँसे। त्यसपछि हामी टक्क केटाहरूले अब होरी खेलिसकेपछि त्यसपछि ढुङ्गे धारामा गएर घसी कपडा धुनु पर्यो। कठै बिजोग केटाहरूको देखेर लास्टै